हेलो स्याजालो सम्पूर्णमा मङ्गुरुङ कान्छीको तर्फबाट आज चाहिँ बुद्ध जयन्तीको उपलक्ष्यमा हजुरहरूलाई चाहिँ ह्याप्पी बुद्ध जयन्ती भन्न चाहन्छु। अब हाम्रो आज गुम्बामा प्रोग्राम छ, त्यही म चाहिँ गुम्बातर्फ जाँदैछु। मेरो छोरी पछाडि आउँदैछन्, छोरी र म कलाएर स्कुटीमा जान लाग्यो। चाहिँ गुम्बा आइसकेको छ। चाहिँ अब इन्द्रपुरी भन्ने गीतानगर भन्ने ठाउँमा हो हाम्रो गुरुङहरूको चाहिँ गुम्बा। इन्द्रपुरी गीतानगर इन्द्रपुरीमा अवस्थित भएको यो ओर्गिन सङ्घा छेउ ओर्गिन गुम्बाद्वार हो। यहाँ चाहिँ गाडी मिलाउँदै हुनुहुन्छ मान्छेहरू भिडियो घुम्न चाहे हजुर। अब हाम्रो चाहिँ र्याली जस्तो हुन्छ अब एकछिनमा। यो चाहिँ हाम्रो गुम्बाको भित्र छिर्ने भयो मुन्डो। हजुर होइन यता बजेर बसिसकेको छ, बाली सुन्नुभएको छ। मेरो भ्लगमा ल छोरीहरू है मेरो चाहिँ यो पुन्टीमा यहाँ बसिरहेको छ नि है एक्लै। यहाँ चाहिँ बल्ल आउँदै हुनुहुन्छ। यता सबैबाट बस्नुलाई ठाउँहरू बनाउँदैछ, मान्छेहरू बस्दैछ। यहाँ चाहिँ गुरुले पढ्दै हुनुहुन्छ। के हो भाइ भने बोल्दा नबोला के हो देखेन क्या दिदीलाई हो यहाँ भने पुग्छ। उनीहरूले चाहिँ मलाई चाहिँ यस्तो लाएर आउने रे। पनि गरियो अब बाहिर भएर यसो बस्नु पर्यो। ल आऊ बाहिर बस्नु बालेर राखिदिनु भयो ला लाइन नै गयो। भर्खर फ्यान चला थियो, लाइन नै गयो। फेरि एकछिन बनाउँछ भनेर के गर्नु नसकिने पछि नै कल्प भइसक्यो। हाम्रो इन्द्रपुरीको गुम्बा साथीहरू दिसम्म हाम्रो गुम्बा चाहिँ निर्माण भएको छ। म चाहिँ माथि घुमाउन लागेको छु। अब
हराभरा काका यो देखिरहेको छु त मैले भिडियो देखिरहेको छु त यी सबैजनालाई चिया खाने अन्डा भाडामा त भित्र खानेकुरा देखाएको हुन्छ नि भित्रको चना चाहिँ देखिरहेको छु मैले हजुर आउनु त्यहाँ बसेर खाउँ कालो कि सेतो सेतो खाउँ न केही खाएन कि उयो गएर बसेर खाउँ न अगाडि किराको ट्याङ्कीमा यस्तो छ हाम्रो स्ट्यान्ड अब जानु खाजा लिएर आउनु चिया राख्ने यहाँ खाजा राख्ने यहाँ ल ल खाऊ खाऊ ल चेयर्स ल बुहारी हो बुहारी नानी हाम्रो मेरो यहाँ बाबा आफूले पुरा उठी उठी खाएछ यस्तो बाइकमा राखेर कलाएर ल खाए ल बिहान बिहान खाली पेटमा हाम्रो चाहिँ अब यहाँ र्यालीको लागि तयारी हुँदै हुनुहुन्छ सानो झन्डावाला चाडा दिएको कता छ लाइक एन्ड सब्स्क्राइब गरिदिनु कसलाई मेरो गुरुङ कान्छीलाई मेरो छोरा यो यता अगाडिबाट है लामो पर्छ यता बिचबाट के हुन्छ बाई हो बुद्ध जयन्ती ह्यापी बुद्ध जयन्ती सुरु भयो ल ल म आउँछु पुरै उस गरेर आउँछु म ल ल है हाइन्छ नि हाल्नु छैन हाइन्छ नि हाल्नु छैन अन्त सबैजना आउनुहुन्छ लाइक गरिदिनु सब्सक्राइब गरिदिनु होला गुरुङ कान्छीलाई हाम्रो फुपू हुनुहुन्छ उहाँ चाहिँ मेरो कान्छी फुपू सासू के भयो त नखुस्क्यो पोलेर के गर्ने छाता ओढ्ने कि हम्किने कि म त गरी भएर आए बिच बाटोबाट आइया फ्यानको मुनि बस्दैछु यस्तो गरी भएको छ नसकिने अब त गरेर बसेर कलकली कहाँ उडेको हाम्रो डढेर
समुदायमा निकै प्रचलित यो बारमासी घाटु चाडपर्व, मेला, महोत्सव, नयाँ पाहुनाहरूको स्वागत गर्न लगायत विभिन्न उत्सवहरूमा पनि नाच्ने गरिन्छ।
सोल्जरहरूको कुरा गरेको आइसक्नु भएछ सोल्जरहरू ए मानमाया गुन्डी निकाल निकाल ओहो कुटी खाने नानीको किन हो सकिन त तै पनि छम नाचेर रमाइलो गरेको हो कि भइहाल्छ नि हो एकैचोटि हो सबै तयार हो त ल छिटो हन्जरी ठाउँ ख
अंग्रेजी पिरतीले खायो मखमली चोली माथि छड्केलायो भालिकी ए मखमली चोली माथि छड्केलायो भालिकी रूप सुन्दर मेरी हजुर धपकै बालेकी मखमली चोली माथि छड्केलायो भालेकी रूप सुन्दर मेरी हजुर धपकै बालेकी हे निलो भई रूप सुन्दर मेरी हजुर धपकै बालेकी मखमली चोली माथि छड्केलायो भालेकी रूप सुन्दर मेरी हजुर धपकै बालेकी हे निलो भई रूप सुन्दर मेरी हजुर धपकै बालेकी रूप सुन्दर मेरी हजुर धपकै बालेकी नजारको करौतीले रेट्यो मुटु र ठक्कै अन्त नजर मरि जान्न पटक्कै नजरको करौतीले रेट्यो मुटु र ठक्कै अन्त नजर मरि जान्न पटक्कै ए निलो भई अन्त नजर मरि जान्न पटक्कै नजरको करौतीले रेट्यो मुटु र ठक्कै अन्त नजर मरि जान्न पटक्कै ए निलो भई अन्त नजर मरि जान्न पटक्कै अन्त नजर मरि जान्न पटक्कै देशीको घाम लेखमा चाल्छालु दुलुगी मौका मिल्दा मुखै फर्नु गएपछि चुक्छु
भन्नु भने मैले भिडियो बनाइरहेको छु कि राम्रो भयो भाउजूहरुको डान्स राम्रो एकदम राम्रो खाने टाइम पनि होला भोक लागिसक्यो कति भन्नु है थोर आयो मलाई केरो धेरै भयो केरो धेरै भनेको दिदी भयो होइन भयो पुग्छ भयो कति धेरै हाल्छ फोटो हाल्छ मलाई त मात्रै खाऊ टानमा नमानी लाग्छ है गाइस फोटो राख्दैन Bye. Kayo पानी कहाँ राख्यो होला पानी ल यो अब चिस गर्ने अब ल है दिदी बहिनी हो खाऊ अब कति मोड मात्रै हेर्ने पुगेन कि कसो नाचेर ल यो हजुर खाना अब बस्न टाइम आएर पङ्खा माथि चलिरहेको ट्याक्क लगाएर खानु लाग्यो